अहिले नेपाली चलचित्र क्षेत्रमा दुई धारका चलचित्र बन्ने गरेको छ। त्यही अनुसार निर्माता, कलाकारदेखि दर्शक समेत दुई धारमा बाँडिएको देखिन्छ। जुन एकतिर सामाजिक र यथार्थपरक विधा छ भने अर्कातिर रोमान्टिक र एक्सन विधा छन्। तर यस वर्ष हेर्ने हो भने सामाजिक यथार्थपरक कथासँग सम्बन्धित कलाकारको तुलनामा रोमान्टिक कलाकारका चलचित्रले बाजी मारेको देखिन्छ। त्यसमा पनि पल शाहले दुवै क्षेत्रका कलाकारहरूलाई पछि पारेका छन्। आज हामीले यही विषयवस्तुमा भिडियो तयार पारेका छौं। भिडियोलाई अन्तिमसम्म हेरी आफ्नो प्रतिक्रिया कमेन्टमा राख्न नभुल्नु। साथै यो च्यानलमा नयाँ हुनुहुन्छ र विभिन्न चलचित्रहरूको जानकारी हेर्न चाहनुहुन्छ भने च्यानल सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। विशेष गरी अनमोल केसी, प्रदीप खड्का, पहल शाह, समीर भट्ट, धीरज मगर, सुशील श्रेष्ठ लगायत अहिलेका कलाकारहरूलाई एक धारको कलाकार मान्ने गरिन्छ र तुलना गर्ने गरिएको छ भने सौगात मल्ल, विपिन कार्की, दयाहाङ राई, विजय बराल, अर्पण थापा लगायतका कलाकारहरूलाई अर्को धारका कलाकार मान्ने गरिएको छ। अन्य वर्षको तुलनामा यस वर्ष सामाजिक यथार्थ बोकेको चलचित्र परान र उनको स्विटर बाहेक रोमान्टिक चलचित्रहरू संख्याको हिसाबले धेरै रिलिज र सफल पनि भएको पाइन्छ। जुन जेरी अन टप, मोहर र आबाट आमा। यसमा पनि पल अभिनीत दुई चलचित्र बक्स अफिसमा व्यावसायिक रूपमा सफल मानिए। गत माघसम्म उनका दुई फिल्म मोहर र आबाट आमा प्रदर्शन भइसकेका छन् र यी दुवै फिल्म व्यावसायिक रूपमा सफल भएका छन्। गत साउनमा प्रदर्शन भएको फिल्म मोहरले भने 5 करोड माथिको व्यापार गरी हिट साबित भएको थियो। त्यस्तै आबाट आमा पनि व्यावसायिक रूपमा सफल भइसकेको छ। अनमोल केसीको हातमा एक चलचित्र हिट भयो। उनी अभिनीत जेरी अन टप व्यावसायिक रूपमा सफल भएको हो भने प्रदीप खड्का, धीरज मगर, सुशील श्रेष्ठ र समीर भट्टको नाममा शून्य रहेको छ। फरक धारका विपिन कार्कीको उनको स्विटर बाहेक दयाहाङ राई, विजय बराल र सौगात मल्लको चलचित्र पनि व्यावसायिक रूपमा सफल बन्न सकेन। दयाहाङ राई अभिनीत चलचित्र जारी 2ले भने केही सफलता हात पारे। यसरी यस वर्ष पलले सबै विधाका कलाकारलाई पछि पारेको छ। अहिले चन्द्रपन्तको निर्देशनमा बनेको आबाट आमाले राम्रो व्यापार गरिरहेको छ। यस वर्ष मोहर र आबाट आमाले व्यापार गर्दा पलको स्टारडम फेरि एकपटक उत्कर्षमा पुगेको छ। यस वर्ष करोडौं कमाउने यो उनको दोस्रो फिल्म हो। यसअघि गत साउनमा प्रदर्शन भएको फिल्म मोहरले भने 5 करोड माथिको व्यापार गरेको थियो। यो हिसाबले पलका लागि 2082 साल फलदायी साबित भएको देखिन्छ। अब फिल्ममा उनको माग र पारिश्रमिक बढ्ने निश्चित छ।